रेड कलर पछि पर्पल कलर ल ओके यहाँ चाहिँ के हुन लागिरहेछ भन्न खै भन्न न नेरेसन गर्नु नेरेसन यहाँ चाहिँ आज हाम्रो भाइटिका हुन लागिरहेछ म चाहिँ यहाँ सप्तरङ्गी टीका बनाउँदैछु अनि माइती राजाहरू पनि आउँदै हुनुहुन्छ कोही आइसक्नु भएको छ बाहिर पुन्टुले रेडी छ पुन्टु र उसको दिदी रेडी छ भाइटिका दिनलाई अब हाम्रो भाइटिका सुरु हुन लागेछ तैँले चाहिँ लाएको राम्रो है नानी जसको पनि लगा न भाइटिका सुरु हुन लागेछ है हाम्रो यहाँ नानी भाइटिका सुरु हुन लाग्यो हाम्रो मेरो पुन्टु रेडी भएर बसेको छ यहाँ दादालाई भाइटिका लगाइदिनुलाई यस्तो गरिदियो ल ल ल ल ह्याप्पी भाइटिका भन भन ह्याप्पी भाइटिका त्यो प्लेट पनि दियो पछाडिको मसलाको प्लेट ल ल अब भाइलाई दिनु लगाऊ यो ल बेबी भाइलाई देऊ ल यस अब यो पनि देऊ दादालाई ए भाइ दादालाई ल बिस्तारोसँग है ल यहाँ राख त यहाँ राख ल ल ढोगी गर्नु अब ढोगी खुट्टामा ढोगी गर्नु ल भयो कति जान्ने भाइ त कति जान्ने हौ हाम्रो भाइ त ल भयो अब भोक लाग्यो बहिनी कता गयो सानो बहिनी मम्मी त कस्तो राम्रो दिदी भिडियो खिचिदिँदै गर्छ भन्छ खिचिरहेछ पानी सरीको भएछ माथिको ल खिच्यौ फुल्लाइदिँदै गरेको भाइलाई पनि हजुर बसेर खाऊ न ल नानीले त्यहाँ बसेर दादाहरूसँग बसेर खाने हो नि त आज बसेर खाऊ यसो अझ यो फुल त दिया दिनु लाउनै बिर्सेको यतै आयो ल यहाँ छ है फुल त सप्तरङ्गी भरै हो बहिनीहरूलाई नि एक ठुगा त लगाइदिनु पर्ने डाले नै बिर्सिरहेको म त धेरै वर्षपछि त हुन्छ मलाई चाहिँ माला चाहिँ लु अनि उयो अब फुल दिएर पर त्यो एक्स्ट्रा मेमोरी थियो त्यति नै हो अहिले म त यो भाइलाई त फर्स्ट पो होला भन्दै भाइ त्यो मिराले आमालाई अलिकति खिच्नु ल मात्रै हो कि कुन्टिनाले अघि टीका लगाइदिएर होइन थपिदेऊ ल अब पुन्टुले भन्छ ल ल ल बहिनीलाई ल यस दिनु न दिनु न
भयो लु भयो यहाँले अब तता साइड अगाडि भिडियो फोटो सबै आउँदैछ नि एक 100 वर्ष बहिनी ज्वाइँ भान्जी सम्बन्ध एकदम राम्रो अब एउटा भान्जो भयो फोटो पनि मेरो चाहिँ एकछिन त छुट्टै हुनुपर्छ नि भिडियो राम्रो आएन भने चाहिँ कुनै खान्छ नि फेरि टाउकोमा टक्कै होइन फुट्छ त्यो नानाले के नानाले लु अब फोटो खिच्दै आऊ खाना कोही जेलीलाई नरोकाउनु भनेर अब एउटा तस्बिर हान्नु पर्छ चाहिँ मेरो फुपूले आमा काका काकीलाई भाइटिका गरिदिँदै हुनुहुन्छ धेरै वर्षपछि जुरेको भाइटिका यता दाजु मुस्किलले खिच्दै हुनुहुन्छ पुरा भित्तामा टाँसी वरि आउँदैन भनेर यहाँ भिडियो मिलाइदिँदै हुनुहुन्छ यतिको चाहिँ हुनु पर्यो लु छिटो छिटो दाजु अब भयो यति बेला यो माला लगाइदिएर लास्टको काकालाई लगाइदिएर 2-3 सेकेन्ड ल 2-3 सेकेन्ड काकीलाई लगाइदिएर 2-3 सेकेन्ड ल एकछिन बस्यो के यो एसीले गर्दा एकछिन बस्नु ल अब आइहाल्यो तर जरा जान्छ आटेको मेरो बाहिर कस्तो गर्नुहुन्छ होला नि त हैन सकिङ अब त साच्चै खाइ हाल्नु पर्यो कि लानु पर्यो उतातिर हुन्छ पुराइदिनेमा पनि चलन छ यहाँ चाहिँ यतिकै गरेर म नाना हो म चाहिँ पुराउनु सकिन फोटो त भयो होला फोटो भित्र भिडियो जोगीले भन्दै हुनुहुन्छ काकाले जोगीले दान उठाए जतिकै आज उठाउनु पर्दैन अनि पहिला नै बजाइराखेको छ नि त घरमा अनि फेर काट्ने एउटा झोला बोकेर फुकिराखेको भए रेसमा भाउजू पनि जानु न लु हेर्नु न यसले आफ्नो बाटो बनाउँदैछ लु जाऊ उयो भयो के म पनि यसो लगाइदिएको दाजु यो चाहिँ अब एकमुष्ट थाप्नु त दुईजनाले एकै ठाउँ गरे ल मैले दुईजना यहाँ भिडियो खिचाए थाप्दै गरेको ल चेलीबेटीलाई त खुट्टामै हाले ताजा त भएन नि हामी चाहिँ यहाँ छौँ माया दिदी हेरौँ त अस्नी यतै असु दिदी हेर्नु असु दिदी देखिँदैन हौ अहिले स्टोरेज साथी साथी थिएछ भन्ने चाहिँ सोचेँ मैले पत्रकार राम्रो फोटो खिच्ने काका कस्तो लागिरहेछ धेरै पछि होइन धेरै पछि रमाइलो लाग्यो खुसी लाग्यो ठिक छ है अलिक छोटो बोल्नु है मेमोरी कम छ यहाँनिर ल हाम्रो दाजुहरू हुनुहुन्छ यता अघि खाएको चाहिँ खिचिएन त चेलीले खानै लिएन भन्यो होला हो हजुर हाम्रो छोरी टोली छ यहाँनिर ब्युटिफुल ब्युटिफुल छोरीहरू छ यहाँ ल मेरो काले भदै
अर्को भदै भाउजू हुनुहुन्छ के गर्नु ए मेरो अर्को भदै नि खै ल ठिक छ खोस्सा मार जुठा भएर हुँदैछ के गर्नु र खाना खाएको भिडियो चाहिँ खिच्नै बिर्सेछु भात खाँदैन भन्छन् होला हौ माइतीहरूलाई दिएको है दिन चाहिँ हाम्रो आज भाइटिकाको रमाइलो यस्तो छ फोटो सेसन हुँदैछ हाम्रो फोटो सेसन सुरु हुँदैछ अब एकछिन फोटो सेसन खेलेर ल मायाको डोरीले जीवन बाटौला मायाको डोरीले जीवन बाटौला सँगसँगै हाँसौला सँगै मरौला सँगसँगै हाँसौला सँगै मरौला सँगसँगै हाँसौला भुइँमा पनि हेर्नु दायाँ बायाँ घुमाउनु एक अर्काले घुमाउनु ल उता घुमाउनु ल तपाईलाई घुमाउनु भरे बनाउँछु घुमाउनु भरे बनाउँछु हैन ल हिँडौँ फेरि हिँडौँ फेरि हिँडौँ हामी उता जान्छौँ ल अब हाम्रो पछाडि आऊ तिमी बिस्तारै हाम्रो पछाडि खिची पठाऊ अलिक घाममा